सरी बुढी सरी तिमीलाई अस्ति मैले अलिकति ढाँटेको जस्तो भयो होला है सरी आज चाहिँ म जसरी भए पनि मेरो बुढीलाई एकदमै ल्याइदिन्छु नि ल आज म हिँडेको हो आज कसम म साँच्ची ल्याइदिन्छु क्या हेर त ह्यान्डसम देख्दै छैन तिम्रो पुरा सुर्ता नगर आज त जसरी पनि ल्याइदिन्छु ल नरिसाउ न तिमी साह्रै रिसाउँछ नरिसाउ ल ल म ल्याइदिन्छु नि जसरी आए आज चाहिँ नरिसाइ भयो ढुक्कै गरेर बस्छ आज जसरी आए पनि लु म त्यस्तै गर्दिनँ ल आज चाहिँ नसुर्तै बस्नु ल म आइहाल्छु कहाँ गयो छ्या फेरि यो लुगा लाउनु पिरोलो यस्तै छ नि धन्न यो अस्ति अन्तरीले दिएर राम्रो भयो सर्टको काम त अब भाइ त यो चस्मा फेरि जेठा बडाले दिएर ठिक भयो आज चाहिँ म सिधै जान्छु कहीँ निक्लिँदिनँ डाइरेक्ट जाने हो बजार डाइरेक्ट बजार पस्ने हो यो यस्तो छ यहाँभित्र जम्मै फाटेको छ कि क्या हो पर्छमा यहाँ यसो दुलो लाउने ठाउँ चाहिँ छेर चाहिँ यहाँ रहेछ साला पस्नु पस्दैन हातमा हो के गरौँ छातामा बोकौँ कि नबोकौँ ए बोकिराख्छु भरे पानी पर्छ कि के थाहा है केटीहरू पट्टिन्छ होला हौ बजारमा फेरि यहाँ भाउजूले मार्छ केटी पट्टि टक्कै यतिमा लगाइदिएपछि त आम्मा आज मलाई अझै यस्तो ह्यान्डसम लागिरहेछ फेरि छाता फेरि टक्कै ओ घाम पनि के साह्रो लाग्यो आज हिँड्नु अल्छी लाग्छ हो यो कालो फेरि आज बुढीलाई कसम खाएर आयो आज त यो बाटो जान्दिनँ म हिजो अस्ति यही बाटो गएर बिग्रेको पारा आज म यो बाटो जान्दिनँ आज म यही बाटो जान्छु होला ए ओ दसैँ भाइ कता गएको कहाँ त्यताबाट गएको यताबाट आऊ न ओ दाजु एकछिन बजार जाँदै गरेको हौ यहाँ पिसाबले साह्रो पारेर हौ होइन अन्त के गर्नु भएको म आज यतैबाट जाउँ भनेको दाजुभाइ भेट्दा के हुन्छ आऊ न यता अब बुहारीसँग डराएको क्या साला लुकेर जाउँ भनेको दाजु बनाइहाले नि ठिक्कै हुनुपर्ने अरे कस्तो खाले तर आज त म जसरी पनि नखाने आज त हो दाजु यो खोल्सा के भएको नि अब एक दिनमा तरी नसकुन्छ यति बेला खाने पानी धरी छैन छि मलाई अचम्म लाग्छ यो खोल्सा एक दुई दिनमा त सानो हुँदैन त पानी आम्मा एक दिन तर्नु नसक्ने हुन्छ नानीहरू तल पौडीहरू खेलिरहेको अहिले त के हो यो पानी खाने धरी छैन हाम्रोमा त बोकेर खाने छ नि हौ दाजु ए टेट भाइ हो नि यो त्यही हाम्रो पनि त्यही हो नि पिर अब भाइ जाउँ घरतिरै बात पारौँ दाजु रक्सी त नखाने है आज त म त बुढीले मार्छन् अस्ति पनि है अस्ति पनि मातेर म त बिजोक थियो झन् मारे नि बुढीले मलाई त म पनि साह्रै मातेछु र साह्रै सुती पठाएको छु हौ बस्दै गर ल म टेबल लिएर आउँछु दाजु टेबल नल्याउँ हुन्छ टेबल हस् आज ए नल्याउनु पो ए उसो भने चस्मा त राम्रो राम्रो देख्छु कहाँबाट पाइस हौ वासे अस्ति यो माथि अन्तारे के कैलाले दिएको हौ मलाई त्यो बाटोमा पाएको भन्दै थियो राम्रो रहेछ हौ तर यो पनि होइन हौ भाइ हामी दुईजना त भेटेपछि त रक्सी नखाएपछि च्यापै चित्त नबुझ्ने के पो गर्नुपर्ने हो भाइ दाजु त्यस्तो कुरा नगर्नु नि हौ जहिले रक्सी हुनु त हो दाजु र म भेटेपछि रक्सी नखाए त ट्याक्कै चित्त नबुझ्ने फेरि के गर्नु बुढीले मार्छ नि अस्ति पनि त्यस्तै भएर साडी किनिदिनु पाइनँ आज किनिदिन्छु भनेर बजा जस्तो फकाएर हिँडेको कस्तो गर्नु हो दाजु
तपाईँ जस्तो दाजु भेट्यो भने त दुश्मनको जलन नपर्ने रहेछ नि जहिले तहिले अन्त गाली कुटाइमा बित्यो आज त नखाउँ होला हौ दाजु होइन अलिअलि एक एक टक त लगाउँ होइन होइन चित्त बुझेन एक एक टक त लगाइदियो हौ दाजु तपाईँले साह्रो भन्यो एक ट्वाक बेसी होइन एक ट्वाक ल दाजु ल एक ट्वाक चाहिँ अहिले दाजुको भएर खाइराखौँ कि अहिले भरे आएर म किन्छु नि पैसा अलिक उभार ल्याउँछु कि अहिले चाहिँ एक ट्वाक मात्रै खाउँ दाजु बहिनी एक बोतल ल्याइदिनुहोस् न भाइ र मेरो लागि हो भाइ अलिअलि खाऊ लु खास त आज त नखाउँ भनेको थियो अब अलिअलि खाइहालौँ खाइ त हालेँ फेरि दाजु र म भेटिसकेपछि नखाइ चित्तै बुझ्दैन मलाई पनि अब आजको त गन्दा त डढेको गराउँदैछ त अलिकति डढेको छ तर दामी रहेछ रक्सी दाजु हो र भाइ अलिक डढेको छ हो रहेछ अलिक डढेको गनाउँदो रहेछ खाउँ छिटो खाएर पनि जानुपर्ने छ बजार लु खाउँ दाजु हो एक टक भन्नाले त एक बोतलै पो सकिहाल्यो त दाजुभाइले त खाऊ भाइ सकिहाल्यो दाजु आजको रक्सीमा के थियो खाएपछि खाएकै गर्नु मनपर्ने आजको रक्सी त गन्दा मात्रै डढेको रहेछ दाजु मनी पो रहेछ कि क्या हो कि आज खाइदिउँ क्या दाजु मेरो परिवार अब खाने भने खाऊ ओफ खाइदिउँ दाजु छ नखाउँ सम्झेको थियो खानै हेर्नु नि गरमले यो माथि भाइ साह्रो माथेको जस्तो पो भयो त यो घाममा दाजुलाई अघि मैले नखाउँ भनेको दाजु सुन्दैन घाम लागेको बेलामा मार्छ जस्तै बेसी त खाएको थिएन पो अनि के बजार फेरि कसरी जाने ए भाइ दाजु त्यस्तो हुँदैन दाजु म जानु पर्यो नखाउँ भन्दा निकै खाइपठाएको छ कि दाजु म जानु पर्यो दाजु ए दाजु म जानु पर्यो भनेको भाइ गएको पो ए ल भाइ दाजु म चाहिँ जानु पर्यो यो तपाईँकै फोन होला कि यहाँ राखिदिन्छु हो अब आज पनि बुढेको भएर चाहिँ धुलाई चाहिँ मजाले नै खानै पर्ने होला म कि दाजु तपाईँ जस्तो दाजु भयो भने चाहिँ दुश्मनको जरुरत चाहिँ छैन है दाजु जानु पर्यो दाजु दाजु पनि मार्थ्यो बुढीले मार्ने नै भयो के साला यो दाजुले गर्दा हो सबै माथेको साला अब बुढीले मार्छ मलाई थाहा छ दाजुले गर्दा अब त के गर्नु रक्सी खानु राम्रो काम होइन हाम्रो त त्यस्तै हुँदैन रक्सीले हिज भन्छ मन मान्दैन अब के गर्नु हिँड्न पनि सकिँदैन छुट्छ हौ बरु सो गाइस
यो भिडियो चाहिँ जस्ट फर फनको लागि हो, तपाईँहरू सिरियस नदिनुहोस् होला। र यो भिडियोबाट चाहिँ हल्का अब बुझाउनु कोसिस है। सो यस्तो नगर्नु होला भन्ने। सो त्यही हो, यस्तो गऱ्यो भने कस्तो हुन्छ भनेर हालत देखिहाल्नु भयो होला अघि। सो गाइस सपोर्ट गरिराखिदिनुहोस् है, यस्तै राम्रो राम्रो भिडियोहरू आउँछ। युट्युबमा हो भने सब्सक्राइब गरिदिनुहोस्, फेसबुकमा हो भने फलो गरिदिइराखिदिनुहोस् है। ल गाइस भोलि भेटौँ।